छेत्री Vamos. Serious. पानी छ भनेर आएको पानी त त्यस्तै हो एक थोपो पानी पनि छैन हिँडिरहेछौँ पानीको खोजीमा अब हेर कहाँ चाहिँ भेटिन्छ पानी है हातमा पेप्सी बोकेर हाम्रो सेक्सी हिँडिरहेको छिन् हाम्रो केटाहरू आकाश भाइ दिपान्जु छेत्री फ्रम सिलगढी आमु छेत्री सञ्जीव भाइ डल्ले हाम्रो भाइ चाहिँ एकदमै है जोसमा ब्रिटिस लाउरे केटाहरू दाउरा खोज्दैछ है केटाहरूले चाहिँ दाउरा खोज्दैछ भन्दैछु हुन्छ दिपान्जु छेत्री कान चोर एक नम्बरको दाउरा बोकेको अरे त्योभन्दा ठुलो त मेरै दाउरा हो हाम्रो केटाहरू चाहिँ यहाँ मसला पिस्दैछ है मसला चाहिँ ट्याक्क पारेर हरियो खुर्सानी अदुवा लसुन तरुन साई सुजल तिमल सिंह हेलो ल डल्ले आइज मसला चल रहा है यता चाहिँ हाम्रो मटन पाक्दैछ मटन माइकर होला दाजु गलम पखाल्नु यो फर्मको लागि यता चाहिँ हाम्रो बार्बिक्यू हुँदैछ हप्ता पारेर आकाश भाइ यता चाहिँ पन हानिरहेको छ हाम्रो मटनमा चाहिँ सिटी लाग्यो ट्याक्क पारेर है पहिलो सिटी यता चाहिँ सिलौटोमा पिसेको अचार यता बार्बिक्यू यो त बम्बे बढाइदिन घट्या घटै छ यो रात पेस पनि यहाँ बसेर अनि कहाँबाट बार्बिक्यू भइरहेछ डल्ले च्यामो आकाश भाइ भनिरहेको छ होइन यतातिर चाहिँ कुकर चिकन बनिरहेको छ दामी है मन्दिर भाइ
त्यो चाहिँ हाम्रो ठ्याक्क पारेर बक्सहरू पानी पानी भित्र ठाउँ अनि यो चाहिँ हाम्रो केटाहरू बसेर बनाउँदैछन् यता 3टा चुलो बनाएछन् एउटा चाहिँ यहाँ फर्स्टमा चाहिँ मटन पाकिरहेछ अनि त्यसमा चाहिँ चिकनको बार्बिक्यू भइरहेछ अनि यसमा चाहिँ चिकन कुकर बनिरहेछ है अनि यो आगो भइरहेको ट्याक्क परेर दामी रमाइलो भइरहेछ यति चाहिँ यस्तै लाग्दैछ भयो सक्यो साथीले हाल्दैछन् चिकन उयोहरूमा मटन पनि यता रेडी भइसकेको छ यता पनि बाली रेडी हुँदैछ अब थोरै नै बाँकी छ यता चाहिँ रेडी भइसक्यो अब चाहिँ हाम्रो खाने तयारी हुँदैछ है टक्क डाडु पन्ने चाहिँ ल्याउनु बिर्सेछ त्यही भएर आमुले चाहिँ उता बक्सल काटेर टक्क दामीवाला पन्ने बनाउँदैछन् कसले खाँदैछ अरे तिमीले 4 वर्ष एग्रिकल्चर पढेपछि टमाटर छिल्नु सिक्यो हाम्रो साथीले आज टमाटर पनि छिल्ने भन्ने खाजा भन्ने थाहा थियो हाम्रो साथी पानी चाहिँ एकदम सफा छ दामी डल्ले एकडाइ खाने राम्रो यहाँ माछाहरू पनि ट्याक्क घुमिरहेछ देखिन्छ यही लगेटा Happy birthday! Tata bye bye. Chicken कस्तो छ? कस्तो छ चिकन कस्तो छ भाइ? दामी यो खाइरहनु पनि देख्छ नि कस्तो छ? अरू कस्तो ल अब म पनि टेस्ट ल ल ल कस्तो छ एक पिस टेस्ट हान्न पाएन पुरा खतम भइसक्यो यहाँ अचार चाहिँ दामी भएको छ नि है मटन चाख्नुको छैन चाख्नुको लागि एउटा चाख्नु कस्तो दामी मटन भाइ एउटा चाख्दिन्छ के गरौँ रे माकम अन्डा चाहिँ केटोले ल
apa memang ini ya? Oh, dungai. Best itu. Ini weh.